साल 01/01/0001 यानि कि आज क्यालेन्डरको पहिलो दिन। योभन्दा पहिला न त कुनै वर्ष थियो, न त कुनै महिना थियो, न त कुनै बार गते। आखिर त्यति बेला कसरी नापिन्थ्यो त समय? कुन काम कसरी गर्ने भनेर कसरी थाहा हुन सक्थ्यो त? मानव इतिहासमा यस्तो पनि समय थियो जति बेला न कुनै समय थियो, न त कुनै तारिक। र क्यालेन्डरमा एक साल 365 दिनको र महिना 12वटै किन हुन्छ त? यस प्रश्नको उत्तर यति सजिलो हुनेवाला छैन, किनकि यस प्रश्नको जवाफ विज्ञान र प्राचीन समयसम्म जडिनेवाला छ। यस भिडियोमा हामी पछाडि जानेवाला छौँ, यति पछाडि कि समयको यति पछाडि कि न त बेलामा कुनै क्यालेन्डर थियो, न त कुनै घडी। यति पछाडि जहाँ समयलाई हेरिँदैनथ्यो ताकि महसुस गरिन्थ्यो, किनकि यो समयको मात्र कहानी होइन, यो मान्छेको सोच र उसको अस्तित्वको कहानी हो। आज यो भिडियोमा जे पनि तपाईले जान्नेवाला हुनुहुन्छ, यसले तपाईको समय परिवर्तन गरिदिनेवाला छ। नमस्कार, आजको भिडियोमा स्वागत छ। यस्तो भिडियो मनपर्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला। एउटा यस्तो प्रश्न जो इतिहासकार, वैज्ञानिक कसैसँग यसको जवाफ छैन। प्रश्न यो होइन कि मान्छेले घडी कहिले बनायो, प्रश्न यो हो जब घडी थिएन समय कसरी चल्थ्यो। कल्पना गर्नुहोस्, तपाईँ मस्त निन्द्राबाट उठ्दा तपाईको आँखा यस्तो ठाउँमा खुल्छ, तपाईको त्यहाँ गते हुँदैन, महिना हुँदैन, साल हुँदैन, हप्ता हुँदैन, त्यहाँ कुनै नयाँ वर्ष छैन, कुनै शनिबार छैन, न त घडी छ न त क्यालेन्डर नै। तपाईलाई थाहा छैन कि आज कुन दिन हो, यतिसम्म थाहा छैन कि यो कुन साल हो। तपाईको लागि यो दुनियाँ कस्तो हुन्छ होला, तपाईको त्यहाँको दिनचर्या कस्तो होला, तपाईले कोसँग कति बेला भेट्ने भनेर कसरी थाहा पाउने त, तपाईले आफ्नो जन्मदिन कतिखेर मनाउने त, त्यहाँ तपाईँ आफ्नो नयाँ वर्ष चाडपर्व कति बेला मनाउने त। तर पनि तपाईले आफ्नो वरिपरिको मान्छेहरूलाई हेर्नुहुन्छ, उनीहरू बाँचिरहेका छन् त, उनीहरू हाँसिरहेका छन्, बाँचिरहेका छन्, कसैले खेती गर्दैछन्, कसैले भविष्यको भविष्यवाणी गर्दैछन्, त गर्न समय तोक्दैछन्। आखिर यो सब कसरी सम्भव छ त? के उनीहरू ब्रह्माण्डको रहस्य जान्दछन्, या त अन्य कुरा छ जसले उनीहरूले समयलाई समात्न सक्दछन्? कसैले यो मान्छन् कि हाम्रो पूर्वजहरूलाई यो ज्ञान थियो कि उनीहरूलाई भविष्यको जानकारी हुन्थ्यो, तर समयसँगै यो ज्ञान हराउँदै गयो। घडीको टिक टिक सुन्दा हामीलाई यो महसुस हुन्छ कि हामी समयलाई नाप्दैछौँ, तर यथार्थ यो हो कि समयले हामीलाई नाप्दैछ। हामी यो मान्छौँ कि समयको सुरुवात 1 सेकेन्ड, 1 साल, 1 हप्ताबाट सुरुवात भएको हो, तर यथार्थ यो हो कि सत्य यो हो कि त्यो एउटा यस्तो पल मात्र हो जुन बेला मान्छेले समयलाई बाँध्न खोजेको थियो, तर यथार्थमा समयले त्योभन्दा धेरै पहिला नै बाँच्न सिकिसकेको थियो। हजारौँ वर्ष पहिला जब मान्छेहरू आकाशमा हेर्थे त उनीहरूलाई केही बदलाव महसुस हुन्थ्यो। जस्तै जब रातको समयमा चन्द्रमाको आकार कुनै दिन सानो हुँदै जान्थ्यो त कुनै दिन ठुलो हुँदै जान्थ्यो। त्यस्तै गरी दिउँसोको समयमा सूर्य एउटा दिशाबाट उदाएर अर्को दिशामा अस्ताउने, रातिको समयमा ताराको स्थितिमा परिवर्तन हुनु। आकाशमा देखिने यो परिवर्तन अरू कुरा नभएर समयको अनुभूति थियो। यो पहिलो पटक थियो उनीहरूले समयलाई बुझ्न खोज्दै थिए, तर समस्या यहाँनिर थियो कि यो पललाई कसरी बाँध्ने त। अब उनीहरूलाई आवश्यक थियो त यस्तो तरिकाको जसले समयलाई छुन सकियोस्, समयलाई स्थिर गर्न सकियोस् र समय सँगसँगै चल्न सकियोस्। र यो सँगसँगै यहाँबाट सुरुवात हुन्छ मानव इतिहासको मानव निर्मित टाइम मेसिनको, जसलाई आज हामी घडी भन्दछौँ। त्यति बेला कुनै धातुको घडी हुँदैन थियो, न त हुन्थ्यो कम्पास, हुन्थ्यो त केवल ढुङ्गाको घडी। तपाईहरू सोच्दै हुनुहुन्छ होला कि ढुङ्गा त्यसले कसरी समय देखाउला। प्राचीन समयमा यस्तै ढुङ्गालाई ठाडो पारेर राखिन्थ्यो, जसलाई कुनै दिशामा नभएर खुल्ला चौरमा सूर्यको किरण डाइरेक्ट पर्ने गरी राखिन्थ्यो। हरेक दिन सूर्य अलग कोणबाट निस्किन्थ्यो। जसरी जसरी दिन बित्दै जान्थ्यो त्यसै गरी ढुङ्गामा परेका छायाहरू पनि परिवर्तित हुँदै जान्थे। यसको सबूत हो ब्रिटेनको स्टोनहेन्ज, दुनियाँको सबैभन्दा प्राचीन क्यालेन्डर मानिन्छ, जसको माध्यमबाट उनीहरूले समयलाई नाप्ने कोसिस गर्दथे। ब्रिटेनको एउटा खुल्ला भागमा खडा गरिएर राखिएको छ उक्त ढुङ्गाहरू, जसले एउटा गोलो घडीको आकार बनाएको छ। उक्त ढुङ्गाहरू यत्तिकै राखिएका थिएनन्, उक्त ढुङ्गाहरू
धेरै सोच विचार गरेर मात्र राखिएको थियो। उक्त स्थान आजको दिनमा पनि सुरक्षित छ र त्यहाँ विभिन्न देशका पर्यटकहरू घुम्न जाने गर्दछन्। हस् त, आजको लागि यति नै। धन्यवाद। र